केटी जात्रा एउटा होइन रेकर्डमा छ हेर्नु न डिसेन मन लाग्यो ल हाम्रो टोली दुईजना अगाडि हामी यहाँ पछाडि चम्पादेवीको उकालो हामी लागिरहेका छौँ। हात्तीबन्दी रोडबाट अगाडि बढ्यौँ। आजको यात्रा कस्तो हुन्छ हेर्दै जाउँ। ल बिन्जी के भन्नुहोस्? ल आजको हाम्रो यात्रा एडभेन्चर रहोस्, सबै साथीहरू इन्जोय गरौँ, अरू साथीहरूलाई पनि यहाँ आउन प्रेरणा मिलोस्। फुल इन्जोय। ल लोरो कहाँ काट्छ यसो? नङ्गोटले निकालो काट्न थाले। नङ्गोट हो त? ल कुरो त्यस्तै रह्यो। ल कान्छ के बोला? ल केही भन्नु? के भन्नु छैन अब राम्रो होस्, राम्रो छ मौसम ठिक छ अहिले मौसमले साथ दिएको छ। हाम्रो टिम पनि मिलिरहेको छ। अहिले हामी सगरमाथाको चुचुरोमा पुग्न अझै बाँकी छ। आतुर छौँ। बढिरहेका छौँ। हाम्रो रेशम भाइले मिठा मिठा गफ दिएर हामीलाई हिँड्न प्रेरणा दिइरहेछ। पुरा पिटी हाम्रो क्वालिटीको विगतको कुराहरू अनुभवले त्यसलाई अझ बढी थप सपोर्ट सहयोग गरिरहेको अवस्था छ। र हाम्रो सरले यो भिडियो बनाउन हेल्प गरिरहनु भएको छ। उहाँलाई पनि विशेष धन्यवाद। हाम्रो धन्यवादको पात्र हुनुहुन्छ नै। र मिठा मिठा खानेकुरा किनेर आल्चाहरू, काँक्रोहरू, बेला बेला पानी, चक्लेटहरू यो हामीले चाहिँ खाँदै जान पाइरहेछौँ। मैले त मेरो भाग सकेँ, अब कसको भाग बाँड्ने? ल कत्रो सोल्नु पल्टेको फेरि सोले त के हो? पुगु हावाले यस्तो छ। हावाले हो। ल राम्रो डकुमेन्ट्री गर्नुपर्छ सर। बुझ्ने कुरा आफै मिलाएर बुझ्नु होला। हामी चाहिँ हिँडिरहेछौँ। हामी लाटामुङ्गा भएर मस्ती हिँडिरहेछौँ। कोही त केही छैन। आज मौसम चाहिँ ठिक छ। मौसम चाहिँ नि एकदम मौसम हामीलाई अहिलेसम्म अनुकूल छ। पानी पर्दा सानोतिनो पानी परे पनि हामीलाई खासै समस्या छैन। छैन अहिलेलाई। हावाहुरी सही चल्यो भने अलिकति अप्ठ्यारो होला। सिमसिम पानी परेर के फरक पर्दैन। सिमसिम पानी त सल्लाहको रूपमा धेरै लडाएको छ। यो यसको अवधि पुगे जस्तो छ अब। होइन माटो मात्रै छ। अनि पुक्का ढुङ्गा फर्किसक्यो नि त मान्छे। रोडै रहेछ नि। रोडै रहेछ। मिनी ग्रेट वाल छ नि त माथि कता हो? टोली माथि पुगेर फर्क्यो हो? हामीलाई चाहिँ 3 घन्टा लाग्यो। हामीलाई त झन् बढी टाइम लाग्ला। यहाँ नै आयो भने चाहिँ बेला फर्किन्छ। चक्रिया हुरा हेर्नु पनि छ नि। त्यो काली भनेर कागको रहेछ त। रेशम हजुर के छ हालचाल? ठिक छ। हो म एकदम यहाँ गट्ठा बाँधेर हिँडिरहेको छु। टोलीको मुभ खतरा छ। खतरा छ।
दुई जग्गा टिकटक बन्नुपर्छ हामी जङ्गल क्रसिङमा छौँ अब क्याम्प फाइज गरेर हामी पुरा अब यो एउटा सर्ट भयो तपाईँ के खानु भयो वाइडमा भयो